ढुङ्गामा देख्दा ढुङ्गा पल्टेर थिचेर चाहिँ यति परान गएछ अनि त्यहाँबाट चाहिँ साथी कहानीहरू छ अनि पोख्ताना भनेको चाहिँ यहाँ सोध्नु ल्याउने हाम्रो नेपाली टुलाबाट चाहिँ नानी पहिला हुँदाको अवस्था उसलाई छोरा मान्छेको पैदा गराउने असम्भव भएको कुरालाई पोख्ताना पनि देउता गरिन्छ यहाँबाट पनि र यहाँ चाहिँ वनको देउताहरूबाट चाहिँ बल मागिन्छ र यहाँ घरको युमा ठेबा हिम्मा भनेर चाहिँ यहाँ गर्दै चाहिँ पेट्ने नहुने अब गर्भिणीको चाहिँ सुस्वास्थ्य राम्रो होस् जन बिमारी टेर नलागोस् भनेर चाहिँ हामीले प्रार्थना गर्छौँ सेवा गर्छौँ है गाइज। ल तपाईँको संसारमा सब्सक्राइब ठोकिहाल्नुहोस् है। ल सरसदा तपाईँको संसारमा सब्सक्राइब गरिहाल्नुहोस् भनिदिनुहोस् एकचोटि। सुन्नुभयो? तपाईँको संसारमा सब्सक्राइब हान्नुहोस् है भन्नु त। तपाईँको संसारमा सब्सक्राइब हान्नुहोस् है सबैजनाले एनिबडी। धन्यवाद गाइजहरूलाई पनि धेरै धेरै धन्यवाद हेरेर चाहिँ सब्सक्राइब गर्न नभुल्नु होला, लाइक कमेन्ट गर्नु होला है।